साथीहरु आज चाहिँ कटलको तरकारी बनाउन जाँदैछु। कटललाई सबभन्दा पहिला हाफ बोइल गरे मैले चिसो पानीले धोएँ। त्यसपछि ग्यास जलाएर कडाई बसाले तेल हाले। त्यसपछि यसमा चाहिँ लसुन प्याज केही नहालिकन बनाएँ मैले। 3वटा टमाटर लिए किनकि थोरै छ। अनि उता टमाटर क्रस गरी गरुन्जेल तेल गरम भयो। हाफ फ्राई गर्ने कटरलाई चाहिँ गोल्डन ब्राउन हुन्जेलसम्म फ्राई गरेर मैले निकालेँ। अब निकालेपछि यसमा के हाल्ने भने त्यही तेलमा यो जिरा अनि यो ड्राई मसाला हुन्छ, सुखा मसाला ड्राई नपिसेको। त्यसपछि यो जिरा धनियाको पाउडर हो। त्यसपछि मैले यसमा तेल गरम भइसक्यो, तातिसक्यो मजाले तेल। त्यसपछि जिरा फुराएँ। जिरा फुराएपछि जुन सुखा ड्राई मसाला धेरै हैन, 1-2 पिस सबै थोक लिएर त्यो पनि फुराएँ मैले। त्यो फुराएपछि जुन क्रस गरेर टमाटर हाल्दिएँ। त्यो टमाटर हालेपछि एकछिन मिलाएर अब यसमा हल्दी हाल्दिएँ। हल्दी चाहिँ आफ्नो स्वाद अनुसार, टेस्ट अनुसार हाल्नु, कलर आउँछ। अनि आफ्नो टेस्ट स्वाद अनुसार नुन हालेँ मैले। नुन हालेर मैले चाहिँ थोरै कटर बनाएर ट्राई गरेको साथीहरु। यसमा जिरा धनियाको पाउडर, स्वाद अनुसार अलिकति खोर्सानीको धुलो, कतिको पिरो खाने त्यही हिसाबले। अनि यसलाई मजाले पकाउनु। पकाएपछि तेल छोड्छ, माथि माथि तेल आउँछ, यो मजाले पाक्छ। यो माथि तेल आयो नि साथीहरु, हेर्नु। अब यसमा चाहिँ मजाले पाक्यो भन्ने भयो। अनि जुन कटर काटेर हामीले राखेको थियो हाफ फ्राई गरेको, हल्का फ्राई गरेर त्यसलाई मिलाउने, मिक्स मजाले गर्ने। मिक्स मजाले भइसक्यो र 5 मिनेट ढाकेर पकाउने साथीहरु। अब यो पाकेर अब तयार भयो, रेडी गरियो धनिया हाल्ने। त्यसपछि बलमा सर्भ गर्ने। मिठो हुन्छ यो साथीहरु। यसरी लसुन प्याज केही चाहिँदैन, यसलाई घरमै ट्राई गरेर खान सकिन्छ। हेर्नु, पिस धेरै गलेको पनि छैन, काँचो पनि छैन, मिठो छ।